हेलो नमस्ते गाइज, वेलकम टु माई न्यू भ्लग। हजुरहरूलाई स्वागत छ मेरो नयाँ भ्लगमा। म चाहिँ बिराम भएर धेरै दिनपछि भ्लग हाल्दैछु, माइन्ड नगर्नु होला कसैले। आज हामीहरू स्कुल जान लाग्छौँ फर्म भर्नलाई है। म महेश है जान लाग्छौँ। माथिको भ्यू बबाल देखिया रहेछ। गयौँ दुईवटा गफर्दै गयौँ, टोपी मिलेको रहन्छ अनि मिलाएँ है। मेरो भोइस अर्कै आछ होला, रुगा लाग्छ, त्यस्तो नराम्रो नसोचिदिनु होला। गयौँ हामीहरू अनि तल साथीले वेट गरेको थियो कि त्यसले नि फोटोग्राफ लगाएको थियो अरे। अनि गयौँ, यिनी साथी पनि भेटे। स्टुडेन्टहरू उता स्कुल जान लाग्यो रहेछन्, एमएमको स्टुडेन्टहरू ठ्याक्क भेटिन् क्या साथी। उता 2 फुट्की भन्छौँ साथी है। अनि नदेखाऊ कि मलाई नदेखाऊ भनिरहेको थिइन्। साथीले कुल्फी ल्याए अनि गयौँ मजाले स्कुलतिर। अनि स्कुल जाने बित्तिकै रुकुमका दादा हुनुहुन्छ क्या उहाँ, सुशान्त ओली, उहाँले प्रायः मलाई देखाइदिएन भनिरहनु भएको थियो। देखाइदिएँ मैले है। प्रायः ग्याङ खतरा ग्याङ हो नि त यो। अनि दादाहरूलाई देखाइदिएँ मैले, अनि यिनी केटाहरूलाई पनि देखाइदिएँ है। त्यसपछि झगडा हुन लाग्यो मिलन गुरु उता। अनि झगडा गर्दाखेरि झगडा गरौँ रे। अनि के गर्ने खै, झगडा गर्ने, कसैले फोडा दिने, कसैले फोडा च्यात्ने, कसैले आँप चोर्ने, कसैले टोइलेट जाने, कसैले डाइरिया भयो भने टोइलेट जाने। अचम्म छ भाइ। फोडा देखाइरहेको थियो, फोडा देखाइदिएँ मैले कोमल दाइको। अनि 2वटाको गफ भइरहेको थियो, कहाँको हो यो भनेर कुरा गरिरहेको थियो है। भर्खर आएको थियो नि त स्कुल, त्यही भएर। यता फेरि झगडा भयो 2वटाको, ग्याङ फाइट। म ग्याङ ल्याएर कुट्छु भन्ने, उता 2वटाले बाहिर लगेर हान्ने। अनि यहाँ झगडा गर्दैन अरे, म अर्कोले पारि फिल्डमा जाऊँ, फिल्डमा झगडा गरौँ नि। अनि यहाँ पुरा के भन्छ खै यसलाई त म थाहा पाउन्न। त्यसपछि सिधै माथि फर्म भर्ने ठाउँ गयौँ है। हामीले त मैले अगाडि नै भरिसकेको थियौँ, यिनीहरूले पढाएर हिँड्छन्। देखाइदिएँ मैले, सबको हालिदिन्छु रुख तिमीहरूको भने। नगराऊ है नगराऊ भनिरहेको थियो, कसैले आयो भनिरहेको थियो है। आजभोलि बिराम भएर इक्जाम पनि आयो है, त्यही भएर कन्टेन्ट नै निकाल्न पाएको छैन साथीहरू। कोही नरिसाइदिनु होला है। के गर्नु अब, इक्जाम सकेपछि मजाले डेली भ्लग हाल्छु। आजभोलि हल्का कुनै दिन 2-3 दिन बिराएर हाल्छु है। त्यस्तो कोही नरिसाइदिनु होला। आजको भ्लग यति नै, बाइ बाइ गाइज।